सधैँ जसो राप्ती लोक आएर रमाउला, तपाईसँगै दोहोरी गीत गाएर रमाउला। गीत संगीत र साहित्यलाई विकास गर्नलाई साथी सधैँ जसो राप्ती लोक आएर रमाउला, तपाईसँगै दोहोरी गीत गाएर रमाउला। गीत संगीत र साहित्यलाई विकास गर्नको लागि फेसबुक सँगै रेडियोमा धाएर रमाउला। सधैँ जसो राप्ती लोक आएर रमाउला, तपाईसँगै दोहोरी गीत गाएर रमाउला, तपाईसँगै दोहोरी गीत गाएर रमाउला। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ। तपाईको प्रतिभा, तपाईकी आवाजबाट जस्ताको त्यस्तै रेडियोसम्म पुर्याउने एउटा पृथक कार्यक्रम फेसबुकदेखि रेडियोसम्ममा। गाउँ शहर होस् या मेला पर्व जात्रा, गीत संगीत अनि साहित्यको विकासमा हाम्रो सहयात्रा भन्ने मूल नाराका साथ सामाजिक सञ्जाल फेसबुकमा गठन गरिएको राप्ती लोक साहित्य कला केन्द्रको आफ्नै प्रस्तुति कार्यक्रम फेसबुकदेखि रेडियोसम्ममा प्रत्येक साताको आइतबार बिहान 10:15 को घड़ीसँगै करिब 11 बजेसम्मको लागि आज पनि तपाईहरूको माझमा उपस्थित भइसकेका छौं। प्राविधिक दाजु यान्बी निर्दोषसँगै म कार्यक्रम सञ्चालिका सुनिता विश्वकर्मा। श्रोता मित्र, यस कार्यक्रममा हामीले तपाईहरूले नै राप्ती लोक साहित्य कला केन्द्रको ग्रुप च्याटमा सुनाउनु भएका प्रतिभाहरूमध्येबाट केही उत्कृष्ट प्रतिभाहरूलाई रेडियोको माध्यमबाट जस्ताको त्यस्तै तपाईहरूकै आवाजबाट आम श्रोतामाझ पुर्याउने गर्दछौ। यस राप्ती लोक साहित्य कला केन्द्रले आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर तपाईका ती प्रतिभाहरूलाई फेसबुकको ग्रुप च्याटमा मात्र सीमित नराखेर रेडियोको माध्यमबाट पनि आम श्रोतामाझ पुर्याउने उद्देश्यका साथ यस कार्यक्रम फेसबुकदेखि रेडियोसम्म सञ्चालनमा ल्याएको हो। श्रोता मित्र, हामीले सदाको दिन झै आज पनि तपाईहरूले नै राप्ती लोक साहित्य कला केन्द्रमा सुनाउनु भएका प्रतिभाहरूमध्येबाट केही उत्कृष्ट प्रतिभाहरूको साथमा उपस्थित भइसकेका छौं र हामीले ती प्रतिभाहरूलाई पनि तपाईकै आवाजबाट जस्ताको त्यस्तै यहाँबाट प्रस्तुत गर्ने नै छौं। र यति बेला भने एउटा निकै नै मिठो गीतबाट कार्यक्रमको शुभारम्भ गर्छौं। गीतपछि पुनः प्रतिभा जस्ताको त्यस्तै राख्नको लागि आउने नै छौं। यति बेला भने स्वीकार्नुस् त्यो मिठो गीत। नजिकबाट तिमीलाई चिन्ने मन छ, हो केही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ।
केही सपनाहरू तिमीसँग देखे, केही विपनाहरू तिमीमै भेटे। केही सपनाहरू तिमीसँग देखे, केही विपनाहरू तिमीमै भेटे। बाँचुन्जेल तिमीलाई नै हेर्ने मन छ, अन्तिम सास तिम्रै काखमा फेर्ने मन छ। ओ बाँचुन्जेल तिमीलाई नै हेर्ने मन छ, अन्तिम सास तिम्रै काखमा फेर्ने मन छ। यही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ। हो केही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ। एनपी दाजु तपाईँलाई धेरै धेरै धन्यवाद छ ल। किन थाहा छ, फेरि यत्तिकै सुनिताले किसको लागि धन्यवाद दिँदैछ भन्नु होला नि, किनभने नि मलाई यो गीत छ नि असाध्यै मनपर्छ के। मेरो मात्र नभएर सम्पूर्ण श्रोताहरूको मनमा बस्न सफल भएको गीत पनि हो यो। कार्यक्रमको शुभारम्भमै बजाइदिनु भयो, त्यसको लागि तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। प्राविधिक दाजुलाई, श्रोता मित्र, निकै नै मिठो गीतबाट कार्यक्रमको शुभारम्भ गरिसकेपछि अब तपाईँहरूले नै राप्तीलोक साहित्य कला केन्द्रमा सुनाउनु भएका प्रतिभाहरू मध्येबाट केही उत्कृष्ट प्रतिभाहरू तपाईँकै आवाजबाट जस्ताको त्यस्तै, तपाईँहरूकै मिठो आवाजबाट जस्ताको त्यस्तै सुन्ने पालो भइसकेको छ। र अब कार्यक्रमको पहिलो चरणमा पहिलो प्रतिभा सागर रिजाल र विमला खत्रीको दोहोरी धम्माका सुनिहाल्यो अब उहाँहरूकै आवाजबाट। नमस्कार साथै साङ्गीतिक अभिवादनका शब्दहरू अर्पण गर्न चाहन्छु। रेडियो आफूले सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सागर रिजाल, मेरो घर पुरनधारा छ, रातामाटा दाङमा पर्छ। हाल म काठमाडौँ नेपालबाट भन्नुपर्छ। राप्ती लोक साहित्य कला केन्द्रले सञ्चालन गरेको रेडियो कार्यक्रम फेसबुकदेखि रेडियोसम्ममा मलाई आफ्नो प्रतिभा रेडियोसम्म पुर्याउने अवसर दिनुभएकोमा राप्ती लोक साहित्य कला केन्द्र परिवारलाई धेरै धेरै धन्यवादका शब्दहरू अर्पण गर्न चाहन्छु। साथै मेरो आफ्नो प्रतिभा एउटा रेडियोको माध्यमबाट प्रत्येक घर दैलोमा पुर्याइदिने यो अवसर जुटाइदिनु भएकोमा राप्ती लोक साहित्य कला केन्द्रप्रति विशेष आभारका साथै धेरै धेरै खुसीका शब्दहरू पनि अर्पण गर्दछु। र आज म लोक दोहोरी गीत गाउन गइरहेको छु। सुनेर साथ दिनुहुनेछ भन्ने आशा पनि गरेको छु है त। नमस्कार, म विमला खत्री, मेरो घर पञ्चकुले दाङमा पर्छ। अहिले म कामको सिलसिलामा बिरानो मुलुकमा छु। राप्ती लोक साहित्य कला केन्द्रले सञ्चालन गरेको रेडियो कार्यक्रम फेसबुकदेखि रेडियोसम्म मलाई आफ्नो प्रतिभा रेडियोसम्म पुर्याउने अवसर दिनुभएकोमा राप्ती लोक साहित्य कला केन्द्र परिवारलाई धेरै धेरै धन्यवादका शब्दहरू अर्पण गर्न चाहन्छु। म आज लोकदोहोरी गीत गाउँदैछु। हजुरहरूले पक्कै पनि मलाई सुनेर साथ दिनुहुन्छ भन्ने आशा गरेकी छु। सारै राम्री छेउ तिम्रो
गीत मार्फत मेरो गाउँघर आफन्तीजन सबैमा सम्झना समर्पण गर्दै मेरो प्रतिभा सुनाउन मद्दत गर्ने राप्ती लोक साहित्य कला केन्द्र परिवार अनि हाम्रो आवाज गाउँघरसम्म पुर्याएर सहयोग गर्ने रेडियो हापुरे 89.4 मेगाहर्जलाई धन्यवाद दिँदै सम्पूर्णलाई सम्झना समर्पण गर्दै बिदा हुन्छु। नमस्कार। यति बेला कार्यक्रमको पहिलो चरणमा पहिलो प्रतिभा दोहोरी धम्माका प्रस्तुत गर्दै हुनुहुन्थ्यो सागर रिजाल ठेगाना पुरन्धारा रातामाटा हाल काठमाडौँदेखि अनि त्यसै गरी विमला खत्री ठेगाना पञ्चकुली हाल प्रदेशदेखि। तपाईहरु दुवैजनालाई निकै नै मिठो दोहोरीको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हामीले कति पनि ढिला नगरेर अर्को दोस्रो प्रतिभा सुन्ने पालो भइसकेको छ। दोस्रो प्रतिभा प्रस्तुत गर्दै हुनुहुन्छ यस राप्ती लोक साहित्य कला केन्द्रका अध्यक्ष समेत रहनुभएका दाजुले मुक्तक प्रस्तुत गर्दै हुनुहुन्छ। सुनिहालौ अब उहाँकै आवाजबाट यो मुक्तक। नेपालमै रोजगारीको बाटो नभएपछि हिडे परदेश दुई छाक टार्ने आठो नभएपछि हिडे परदेश दुई छाक टार्ने आठो नभएपछि गाउँघरमै दुःख गरी कमाऊ भने सकिएन गाउँघरमै दुःख गरी कमाऊ भने सकिएन हलो जोत्न बारीको एउटा पाटो नभएपछि नेपालमै रोजगारीको बाटो नभएपछि हिडे परदेश दुई छाक टार्ने आठो नभएपछि। हजुर नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु रेडियो कार्यक्रम फेसबुकदेखि रेडियोसम्म सुनेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रहरूमा। म रामप्रसाद सुवेदी संगमको तर्फबाट मेरो घर चाहिँ पुरनधारा दाङ, हाल चाहिँ म कामको सिलसिलामा मलेसियाको जोहरबारुमा छु। राप्ती लोक साहित्य कला केन्द्रले सञ्चालन गरेको रेडियो कार्यक्रम फेसबुकदेखि रेडियोसम्म सञ्चालनमा आएर आफ्नो प्रतिभाहरू आम जनमानसमा सुनाउन पाउँदा एकदमै खुसी भएको छु र यो अवसर प्रदान गर्ने राप्ती लोक साहित्य कला केन्द्र परिवारलाई निकै नै धन्यवादका शब्दहरू अर्पण गर्न चाहन्छु र हाम्रो प्रतिभाहरूलाई आफ्नो माध्यम बनाएर आम जनश्रोतामा पुर्याउन मद्दत गर्ने पश्चिम रेडियो हापुरी 89.4 मेगाहर्ज परिवारप्रति पनि निकै नै आभार प्रकट गर्न चाहन्छु। र आज म तपाईहरुलाई सुनाउँदैछु मुक्तक अर्को एउटा परदेशी व्यथा समेटिएको। मेरो मुक्तक सुनेर पक्कै पनि प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा मनभरि सँगालेको छु। बाँकी मेरो मुक्तकबाट। कति रात भोकै काटेको छु परदेशमा, कति रात भोकै काटेको छु परदेशमा, पसिनासँग धन पैसा साटेको छु परदेशमा, कति रात भोकै काटेको छु परदेशमा, पसिनासँग धन पैसा साटेको छु परदेशमा, बिरामी भई मर्ने जस्तो हुँदा पनि छटपटीमा, बिरामी भई मर्ने जस्तो हुँदा पनि छटपटीमा, ठिक छ भने आमालाई ढाँटेको छु परदेशमा, कति रात भोक भोकै काटेको छु परदेशमा, पसिनासँग धन पैसा साटेको छु परदेशमा। हजुर यसै मुक्तक मार्फत अब फेरि एकपटक धन्यवाद दिन चाहन्छु मेरो प्रतिभालाई फेसबुक मेसेन्जर को माध्यमबाट सञ्चालन गरिरहेको राप्ती लोक साहित्य कला केन्द्रले रेडियोसम्म पुर्याउने एउटा बाटो देखाइदिएकोमा राप्ती लोक साहित्य कला केन्द्र परिवारप्रति धन्यवादका शब्दहरू अर्पण गर्न चाहन्छु। र यति बेला कहीँ कतै मेरो आवाज सुन्दै हुनुहुन्छ भने र मलाई रामप्रसाद सुवेदी संगम भनेर चिन्नुहुन्छ भने तपाईहरू सम्पूर्णलाई सम्झना समर्पण गर्न चाहन्छु र मेरो घर परिवार सम्पूर्णलाई सम्झेको छु भन्न चाहन्छु। र रेडियो कार्यक्रम फेसबुकदेखि रेडियोसम्मलाई मिठो आवाजमा धेरैजना श्रोताको माझमा पुर्याउन मद्दत गर्ने कार्यक्रम सञ्चालिका बहिनी सुनिता विश्वकर्मा अनि प्राविधिकमा रहनुभएकी दिदी देवी भण्डारीलाई पनि सम्झना समर्पण गर्दै यो विषयबाट तपाईहरू माझबाट छुट्टिने अनुमति माग्छु। फेरि भेटौँला। हवस् त, नमस्कार, शुभ दिन। यति बेला कार्यक्रमको पहिलो चरणमा दोस्रो प्रतिभा निकै नै मिठो मुक्तक वाचन गर्दै हुनुहुन्थ्यो यस राप्ती लोक साहित्य कला केन्द्रका अध्यक्ष समेत रहनुभएका दाजु रामप्रसाद सुवेदी संगम ठेगाना पुरनधारा हापुरे दाङ हाल जोहरबारू मलेसियादेखि। दाजुलाई मिठो मुक्तकको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
र यस्तै राप्ती लोक साहित्य कला केन्द्रमै सुनाउनु भएको प्रतिभाहरूमध्येबाट उत्कृष्ट प्रतिभाहरूमध्ये अर्को प्रतिभा पनि तेस्रो प्रतिभा पनि सुनिहाल्यौं। अब उत्कृष्ट प्रतिभा अबको चरणमा निमेश चौधरीको एकल गीत जस्ताको त्यस्तै सुनिहाल्यौं उहाँकै आवाजबाट। हजुर नमस्कार, मेरो नाम निमेश चौधरी, मेरो घर पश्चिम पञ्चकुले कटकुइया, हाल मलेसियाबाट। र आज राप्ती लोक साहित्य कला केन्द्रले सञ्चालन गरेको रेडियो कार्यक्रम फेसबुकदेखि रेडियोसम्म आफ्नो प्रतिभा रेडियोसम्म पुर्याउन पाउँदा निकै खुसी लाग्छ र राप्ती लोकलाई हृदयदेखि धन्यवादका शब्दहरू अर्पण गर्न चाहे। र मैले 2-4वटा गीत गाउँदैछु, कृपया सुनेर साथ दिनुहुन्छ भन्ने पूर्ण आशा लिएको छु। हे राप्ती लोकमा गीत मैले गाउँदैछु, रेडियोको सहारा पाउँदैछु, मेरेको घाम झरेके जुबान तिम्रै हो राम राम, ढाँटे मरिजाम, मेरेको घाम झरेके जुबान तिम्रै हो राम राम, ढाँटे मरिजाम। धेरै टाढा भएर गीत गाइयो, आफ्ना भाका गाउँघरमा सुनाइयो, मेरेको घाम झरेके जुबान तिम्रै हो राम राम, ढाँटे मरिजाम, मेरेको घाम झरेके जुबान तिम्रै हो राम राम, ढाँटे मरिजाम। हजुर हृदयदेखि धन्यवाद गर्न चाहे रामप्रसादज्यूलाई। आज उहाँले गर्दा रेडियोसम्म गाउने अवसर मिलेको छ र यसै गरी धन्यवाद दिन चाहन्छु रेडियो हाकुरेलाई। गाउँ सहरसम्म नभएर हामी नेपाली दाजुभाइ विदेशमा छरिएर बसेका गानाहरू समेटेर गाउँघरमा गुन्जाइदिएको र यसै गरी धन्यवाद दिन चाहन्छु राप्ती लोक साहित्य कला केन्द्र परिवारलाई। यति बेला कार्यक्रमको पहिलो चरणमा तेस्रो प्रतिभा प्रस्तुत गर्दै हुनुहुन्थ्यो निमेश चौधरीजीले, ठेगाना पञ्चकुले, हाल बिरानो बस्ती मलेसियादेखि। तपाईलाई पनि एकल लोकगीतको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। श्रोता मित्र, हामीले यति बेला बस्नु है पर्खी आउँछु म फर्की, तिमी बिन चाहिँदैन मलाई यो दुनियाँ। 2-3 वर्ष भयो सानो म विदेश आएको, केही दिनदेखि छु सानो रुँदै भात खाएको, साउदी मलेसिया बस्नु है पर्खी आउँछु म फर्की, तिमी बिन चाहिँदैन मलाई यो दुनियाँ। तिमी बिन चाहिँदैन मलाई यो दुनियाँ। Saudi
गीतपछि पुनः स्वागत गर्न चाहन्छौ। तपाईँ यति बेला राप्ती लोक साहित्य कला केन्द्रको उत्पादनमा रेडियो हापुरे 89.4 मेगाहर्जमा कार्यक्रम फेसबुकदेखि रेडियोसम्म सुन्दै हुनुहुन्छ। यति बेला प्राविधिक कक्षमा बसेर मलाई साथ दिँदै हुनुहुन्छ दाजु यान्वी निर्दोषले भने तपाईहरू समक्ष बोलिरहेकी छु म कार्यक्रम सञ्चालिका सुनिता विश्वकर्मा। तपाईँ विविध कारणले कार्यक्रम सुन्न छुटाउनु भएको छ भने पनि हाम्रो कार्यक्रम युट्युबबाट पनि सुन्न सक्नुहुनेछ, जसको लागि युट्युबको सर्च गर्ने ठाउँमा गएर नेपाली अक्षरमा फेसबुकदेखि रेडियोसम्म लेखेर सर्च गर्नुहोला। त्यहाँ तपाईँले हाम्रो कार्यक्रमका सबै श्रृंखलाहरू भेटाउन सक्नुहुनेछ र जुनसुकै बेलामा पनि डाउनलोड गरी सुन्न सक्नुहुनेछ। यदि तपाईँ पनि आफ्नो प्रतिभाहरूलाई जस्ताको तस्तै पुर्याउन चाहनुहुन्छ भने पनि संचालक समितिका अध्यक्ष रामप्रसाद सुवेदी संगमसँग सम्पर्क गर्न सक्नुहुनेछ। श्रोता मित्र, यो त भयो कार्यक्रमको जानकारी। अब भने हामीले कार्यक्रमको दोस्रो चरणमा पुनः प्रतिभा राख्ने पालो भइसकेको छ र हामीले यति बेला पनि तपाईँ यस राप्ती लोक साहित्य कला केन्द्रमा सुनाउनु भएका प्रतिभाहरूमध्येबाट केही उत्कृष्ट प्रतिभाहरूमध्ये अब कार्यक्रमको दोस्रो चरणमा सुनिहालौं श्यामडागीको यो निकै नै मिठो भावना जस्ताको तस्तै उहाँकै आवाजबाट। हेलो हेलो हेलो, सर्वप्रथम त रेडियो कार्यक्रम फेसबुकदेखि रेडियोसम्मका आयोजक परिवारलाई दर्शन नमस्ते भन्न चाहन्छु र मेरो परिचय यस प्रकार छ। श्यामडागी, रोल्पा जिल्ला, टाङ्सी गाविस, वार्ड नम्बर 4, हाल मलेसिया। र मेरो एउटा सानो भावना राख्न गइरहेको छु म। मेरो भावना यस प्रकार छ। यदि जुनलाई नै मन पर्नु थियो भने तारालाई सम्झाउन खोज्यौ किन? यदि जुनलाई नै मन पर्नु थियो भने तारालाई सम्झाउन खोज्यौ किन? यदि पढाइको नै हुनु थियो भने 2 दिनको लागि हँसाउन खोज्यौ किन? यदि पढाइको नै हुनु थियो भने 2 दिनको लागि हँसाउन खोज्यौ किन? कार्यक्रमको दोस्रो चरणमा यति बेला भावना प्रस्तुत गर्दै हुनुहुन्थ्यो श्यामडागी, ठेगाना रोल्पा, हाल मलेसियादेखि। श्यामजी, तपाईलाई निकै नै मिठो भावनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले कति पनि ढिला नगरेरै अब प्रतिभातर्फ नै लाग्छौं। अबको चरणमा ओम प्रकाश भुषालको अभिनय उहाँको आवाजबाट जस्ताको तस्तै सुनिहालौं उहाँकै आवाजबाट। नमस्कार, म ओम प्रकाश भुषाल, पश्चिम दाङ पुरन्दरा गाविस, वार्ड नम्बर 2, पदमपुर दाङ र हाल अहिले मलेसिया जोरबारू एसकेबी कम्पनीमा कार्यरत छु भनेर सम्पूर्णमा जनाउन चाहे। र आज म यस राप्ती लोक साहित्य कला केन्द्रले सञ्चालन गर्दै आएको कार्यक्रम फेसबुकदेखि रेडियोसम्ममा आफ्नो पनि कुनै कला प्रतिभाहरू पेश गर्न पाएकोमा राप्ती लोक साहित्य कला केन्द्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो कलाको यानि कि एउटा म अभिनय गर्न गइरहेको छु र विदेशीहरूले विदेशमा आएर कति दुःख कष्ट पाउँछन् र उनीहरूले दुःख कष्ट व्यक्त गर्न आफूले आफूलाई बाहेक अरूसँग पक्कै पनि सक्दैनन् होला। र त्यसै गरी म आज भने सम्पूर्ण हाम्रो गाउँलेवासीहरूमा म आफ्नो कला व्यक्त गर्न गइरहेको छु। नेपालीले पाएको दुःख कष्टको बारेमा पक्कै पनि सुनेर साथ दिनुहोला भन्ने सम्पूर्णमा एकदमै आशा व्यक्त गर्न चाहन्छु। म यस विदेशमा आएर धेरै कष्ट र दुःख पाइरहेको छु। घरमा सधैँ आमाले पकाएको खाना र एकदमै आफ्नो सुख शान्ति परिवारसँग बसेर सुख शान्तिमा रमाइरहेको म आज यस बिरानो मुलुकमा आएर यति दुःख पाइरहेको छु कि म आफूलाई भन्दा अरू कसैलाई पनि आफ्नो दुःख व्यक्त गर्न नसक्ने भएको छु। र यस बिरानो मुलुकमा कति दुःख पाइँदो रहेछ र आफ्नो गाउँघर नेपालमा आफ्नो पाखुरा बजाएर खाएको जस्तो पक्कै पनि हुँदो रहेनछ। मैले के सोचेर कस्तो सपना बोकेर विदेशमा आएको थिएँ, तर आफ्नो गाउँघरमै आटो पिठो खाएर भए पनि आफ्नो
घर परिवारसँगै खुसी साथ रमाएर पनि म धेरै धेरै दिन कटाइरहेको थिएँ। तर विदेशमा आएर मलाई 2-4 वर्ष कटाउन पनि एकदमै एकदमै कस्तो लागिरहेको छ भने जस्तै कि म यो दुनियाँमा एक्लै नै रहेछु। तर के गर्नु छ र, दुनियाँमा सबै दाजुभाइ दिदीबहिनी आमा बुवा इष्टमित्र सबै हुन्छ। तर देश छोडेर परदेशमा लागेपछि भनेको आफ्नो लागि मर्दा पनि पानी दिनको लागि कोही पनि हुँदो रहेनछ। र साथीभाइलाई देखेर मैले यो विदेशमा सबै कुरा भोगिसकेको छु कि यसरी विदेशमा आएर रमाएर कसैले पनि आफ्नो पाखुरा बजाएर आफ्नो मेहनत अनुसारको पैसा नपाउँदो रहेछ। किनकि विदेश भनेको यस्तो रहेछ, किनकि भक्कान फुटेर आउँछ, पुरै रुन मन लाग्छ। र आफ्नो गाउँ देश र आफ्नो घर समाज परिवार सम्झिँदा यहाँको एकजनाले पनि यसरी दबाउँछ कि आफू रुन मात्रै सक्दैन। कम्पनीभित्र काम गर्दाखेरि हामी नेपाली दाजुभाइहरूको वेदना भनेको सबैको एउटै नै रहेछ। पनि नेपालमा बस्दाखेरि भन्थे ओहो विदेश गयो भने धेरै पैसा कमाउँछु होला, धेरै केही न केही प्रगति गर्छु होला। तर जस्तो सोचिरहेको यस्तो हुँदो रहेनछ। विदेश भनेको त्यस्तो हुँदो रहेनछ। र सम्पूर्ण मेरा नेपाली दाजुभाइहरूलाई म आफ्नै हात पाखुरा बजाएर आफ्नै देश मरुभूमिमा आफ्नो हलो जोतेर खाए जस्तो विदेशमा हुँदैन। प्लिज सुनिदिनु हुने सम्पूर्णलाई आग्रह गर्न चाहन्छु। यो दुखी परदेशीको एउटा कथा व्यक्त गर्दैछु हजुरहरू सम्पूर्ण सामु। र मेरो कथा सुनेर एकदमै मनभित्र लिएर सुनिदिनु हुने सम्पूर्ण नेपाली दाजुभाइहरूको लागि विदेश भनेको एकदमै गैर ठाउँ हो। त्यो ठाउँमा हामी जाने हुँदैन पक्कै पनि। र हामी आफ्नै मरुभूमिमा हलो पतालो गरेर आफ्नै घर परिवारसँग सम्पूर्णसँगै रमाएर बस्नुपर्छ भनेर मेरो यति आग्रह पनि गर्न चाहन्छु। र यति पक्कै पनि सम्पूर्णले मेरो कुरालाई मनमा लिइदिनुहुनेछ भन्ने सम्पूर्णलाई यस नेपालीको 10 धारा आँसु बगाएर सम्पूर्ण माझमा आफ्नो एकदमै भोगेको कथाहरू व्यक्त गरिरहेको थिएँ। धन्यवाद। र हजुर सम्पूर्ण मेरो यस कथालाई सुनिदिनुहुने सम्पूर्ण यस रेडियो हाबुरे सुनेर बसिराख्नुभएका सम्पूर्ण इष्टमित्रहरू लगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा आग्रह गर्न चाहे पक्कै पनि हामीहरू नेपालीहरू यस विदेशमा आएर अर्काको जन्मभूमिमा आएर हामीहरू धेरै दुःख भोगिरहेका छौँ। र सम्पूर्ण दाजुभाइहरूलाई आग्रह गर्न चाहन्छु कि सबभन्दा हामी आफै नेपालमा बसेर आफ्नै हलो पतालो गरेर खायो भने त्योभन्दा अझ राम्रो केही पनि होइन है। र पक्कै पनि यस धन्यवाद दिन चाहन्छु यस राप्ती लोक साहित्य कला केन्द्रलाई र मलाई यहाँ सम्झाउनु राप्ती लोक साहित्य कला केन्द्रका अध्यक्षज्यू रामप्रसाद सुवेदी सङ्गमज्यूलाई र यस मेरो प्रतिभालाई व्यक्त गर्ने हाम्रो कार्यक्रम सञ्चालिका सुनिता विश्वकर्मालाई र लगायत सम्पूर्ण सुनेर साथ दिनुहुने सम्पूर्ण गाउँले इष्टमित्र तथा दाजुभाइ अनि मेरा बुवाआमा र मेरा छोराछोरी सबै भन्नुपर्छ। र सम्पूर्णमा यस मेरो कथाको कहानीको कुराहरू यही टुङ्गो गर्दै आज पनि कार्यक्रमबाट बिदा हुन चाहन्छु। पक्कै पनि राप्ती लोक साहित्य कला केन्द्रलाई धन्यवाद दिँदै र कार्यक्रम सञ्चालिका सुनिता विश्वकर्माजीलाई पनि यही हस्ताक्षर गर्दै सम्पूर्ण माझबाट बिदा हुन चाहन्छु। जय गीत जय सङ्गीत नमस्कार। यति बेला पुरनधारा हापुरे दाङ घर भई हाल मलेसियादेखि
ओम प्रकाश भुषालजीले निकै नै राम्रो अभिनय समय सान्दर्भिक प्रदेशीको व्यथा सम्बन्धी निकै नै राम्रो अभिनय प्रस्तुत गर्दै हुनुहुन्थ्यो र उहाँले हामीले यो प्रदेश यो खाडी मुलुकमा गरे जति दुःख कष्ट हामीले आफ्नै देश आफ्नै जन्मभूमि आफ्नै नेपालमा गर्यौं भने हामीले आफ्नै देशमा बसेर पनि केही गर्न सक्छौं भनेर निकै नै राम्रो सल्लाह सुझाव पनि दिनुभएको छ। ओम प्रकाशजी तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अब भने पुनः यसै राप्ती लोक साहित्य कला केन्द्रमै सुनाउनु भएको प्रतिभाहरू मध्येबाट उत्कृष्ट प्रतिभा प्रेम दिवस राणा छेत्री र लक्ष्मी छेत्रीको दोहोरी धमाका सुनिहालौं अब उहाँहरूकै आवाजबाट जस्ताको त्यस्तै। नमस्कार, मेरो नाम प्रेम दिवस राणा छेत्री, मेरो घर सानो तुलसीपुर दाङ, आज चाहिँ बिरानो बस्ती मलेसियाबाट। गाउँ शहर होस् या मेला पर्व जात्रा, गीत संगीत अनि साहित्यको विकासमा हाम्रो सहयात्रा भन्ने मुनलाराका साथ सामाजिक सञ्जाल फेसबुकमा गठन भएको अनलाइन मिडिया राप्ती लोक साहित्य कला केन्द्रले सञ्चालनमा ल्याएको रेडियो कार्यक्रम फेसबुकदेखि रेडियोसम्म सुनेर बस्नुभएका सम्पूर्ण श्रोता साथीभाइमा पुनः एकचोटि नमस्कार गर्न चाहे र निकै नै खुसी छु आफ्नो प्रतिभा आफ्नै आवाजबाट रेडियोमा पुर्याएर सम्पूर्ण श्रोता साथीभाइको माझमा पुर्याउन पाएको छु र खुसीको महसुस पनि छ र एकचोटि फेरि पनि राप्ती लोक साहित्य कला केन्द्रलाई धेरै धेरै धन्यवाद दिन चाहे। आजको यस आफ्नो प्रतिभा आफ्नै आवाजमा सुनाउने क्रममा म तेस्रो श्रृङ्खलामा आबद्ध भएको छु। आज चाहिँ तपाईहरू सामु लोक दोहोरी गीत लिएर आएको छु जसमा केटी साथी हुनुहुन्छ लक्ष्मी छेत्री भने म छु प्रेम दिवस राणा छेत्री। बाँकी अंश गीतबाटै आशा छ सुनेर साथ दिनुहुनेछ भन्ने। नमस्कार, सांगीतिक वादनका कार्यक्रम फेसबुकदेखि रेडियोसम्म जति पनि सुनेर बस्नुभएको छ सम्पूर्णलाई आत्मीयदेखि धन्यवादका शब्दहरू पनि प्रकट गर्न चाहे। सम्पूर्णले स्वीकार दिनुहोला जति पनि सुनेर बस्नुभएको छ। मेरो नाम लक्ष्मी छेत्री हो, घर चाहिँ गुल्मी जिल्ला होटुङ्गाई वार्ड नम्बर 3 छाप्चौरमा पर्छ। हाल प्रदेशको बताई भन्नुपर्छ दुबईमा कार्य छु। तपाईँहरूसँग भोलबुचाइ गर्न पाउँदा एकदमै यहाँलाई आभार पनि प्रकट गर्न चाहन्छु। तपाईँहरूसम्म मेरो भोइस जस्ताको जस्तै पुर्याउन सहयोग गर्ने मेरो आरजे प्रेम दिवस राणा छेत्रीज्यू र आरजे रामप्रसाद सुवेशज्यूलाई आजदेखि धन्यवादका शब्दहरू पनि प्रकट गर्न चाहे। अवश्य पनि भोलिका दिनमा समस्या देश भने तपाईँहरूमा गुनगुनाउने प्रयास गर्नेछु। अवश्य पनि सुनिदिनुहोला, साथ दिनुहोला। तपाईँको माया ममता पाइराखौँ। सम्पूर्णलाई धन्यवाद पनि दिन चाहे। मलाई गाएर साथ दिने साथी हुनुहुन्छ आरजे प्रेम दिवस राणाजी, मलाई पनि आत्मीयदेखि धन्यवादका शब्दहरू प्रकट गर्न चाहे। भोलिका दिनमा तपाईँको सहयोग तपाईँको ममता तपाईँसँगै हातीमालो गर्दै अगाडि बढ्न सकु यही अपेक्षा तपाईँबाट राख्दै राप्ती लोक साहित्य कला केन्द्रले जुन एउटा नयाँ कार्यक्रम सञ्चालन गरोस्, सम्पूर्ण जति पनि आबद्ध हुनुहुन्छ त्यो कार्यक्रममा त्यो कार्यक्रमलाई सहकार्य गर्दै हातीमालो गर्दै अगाडि बढाउनु हुने सम्पूर्णलाई आत्मीयदेखि सम्मानका शब्दहरू प्रकट गर्दै सम्पूर्ण राप्ती लोक साहित्य कला केन्द्रका विशेष सहयोगीहरूलाई आत्मीयदेखि सम्मान गर्दै चिन्नुहुने चिन्नु नहुने सम्पूर्णलाई आत्मीयदेखि सम्मानका शब्दहरू पनि प्रकट गर्न चाहे। स्वीकार दिनलाई मनको झल्को मनैमा मेटाउला, मनैमा मेटाउला, आउनु लक्ष्मी राप्तीमा भेटाउला। मायापनको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी साल। माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी साल। सुनेर बस्नेलाई दोहोऱ्याउन आइपुगे अहिलेलाई मायापनको पात माया तिमीलाई सम्झन्छु दिनको रात मेरा मर्स्याङ्गी साल। माया तिमीलाई सम्झन्छु दिनको रात मेरा मर्स्याङ्गी साल। लक्ष्मीतिरै मेरो मन जाग्दैछ, मेरो मन जाग्दैछ। राति लोग्ने खै कस्तो लाग्दैछ मायापनको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी साल। माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी साल। रातितिर छुमा त झरेको हेरा छुमा त झरेको भुपु पाट्न छुवा भेटाको मायापनको पात सानो तिमीलाई सम्झिन्छु दिनको रात मेरा मर्स्याङ्गी साल। माया तिमीलाई सम्झिन्छु दिनको रात मेरा मर्स्याङ्गी साल। यसै हाम्रो
छोरी प्रतिस्पर्धासँगै सानो तुलसीपुर दाङमा बस्नुहुने मेरो घर परिवार र यसै गरी गाउँ सहर होस् या मेला पर्व जात्रा गीत संगीत अनि साहित्यको विकासमा हाम्रो सहयात्रा भन्ने मुन्नाराका साथ सामाजिक सञ्जाल फेसबुकमा गठन भएको अनलाइन मिडिया राप्ती लोक साहित्य कला केन्द्रले सञ्चालनमा ल्याएको नयाँ कार्यक्रम फेसबुकदेखि रेडियोसम्म सुनेर बस्नुभएका सम्पूर्ण श्रोता साथीभाइलाई र मलाई फेसबुकमा प्रेम विवश राणा छेत्री भनेर चिन्ने नचिन्ने सम्पूर्ण श्रोता साथीभाइलाई र यसै गरी धन्यवाद दिन चाहन्छु शान्ति र सुशासनको आवाज सामुदायिक रेडियो हाप्रे एफएम 89.4 मेगाहर्जले हाम्रो प्रतिभा आफ्नै आवाजमा जस्ताको तस्तै सम्पूर्ण श्रोता साथीभाइको माझमा पुर्याउन सहयोग गरेकोमा र एकचोटि अझै विशेष धन्यवाद दिन चाहन्छु यस कार्यक्रमलाई सञ्चालनमा ल्याएर मिठो आवाजमा प्रसारण गरिदिने सुनिता विश्वकर्मालाई। यति भन्दै आजको यस मेरो तेस्रो श्रृङ्खलाबाट भने छुट्टिन चाहन्छु। हस्त नमस्कार, शुभ बिहानी, साथमा शुभ दिनको कामना। डुगरे गीतको प्रतिस्पर्धासँगै गायकलाई दिने हुने आज प्रेम विवश राणा छेत्रीजीलाई आत्मीयदेखि धन्यवादका शब्दहरू पनि प्रकट गर्न चाहे। आज रामप्रसाद सुवेदी जिल्लालाई पनि आत्मीयदेखि सम्मानका शब्दहरू प्रकट गर्न चाहे। अवश्य पनि लक्ष्मी छेत्री भनेर चिन्नु नहुने सम्पूर्ण फेसबुक सञ्जाल रेडियोसम्म पुर्याउने सम्पूर्ण साथीहरूलाई विशेष आभारका शब्दहरू पनि प्रकट गर्न चाहे। समाजले साथ दिएछ भने अवश्य पनि भोलिका बचाइमा तपाईँहरू माझ आउने जमर्को गर्नेछु। तपाईँको माया ममता पाइराखौँ। सम्पूर्णबाट अपेक्षा यही हुनेछ। सम्पूर्ण राप्ती लोक साहित्य कला केन्द्रका परिवारलाई र रेडियोसम्म पुर्याउने सम्पूर्ण परिवारलाई आत्मीयदेखि सम्मानका शब्द प्रकट गर्दै सम्पूर्णलाई धेरैभन्दा धेरै सम्झना अनि समर्पण पनि यति बेला निकै नै मिठो दोहोरी धमाका प्रस्तुत गर्दै हुनुहुन्थ्यो प्रेम विवश राणा छेत्री, ठेगाना तुलसीपुर, हाल मलेसियादेखि, अनि त्यसै गरी लक्ष्मी छेत्री, ठेगाना गुल्मी, हाल दुबईदेखि। तपाईहरू दुवैजनालाई दोहोरीको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। श्रोता मित्र, तपाईहरूसँग पनि यस्तै प्रतिभाहरू हुन सक्छ। तपाईहरूसँग पनि कुनै न कुनै प्रतिभा त अवश्य पनि छ। फरक मात्र यति हो, तपाईले आफूमा भएको प्रतिभा आफैभित्र लुकाएर गुम्साएर राख्नु भएको छ। तर अब तपाईहरूले आफूभित्र रहेका त्यस्ता प्रतिभाहरूलाई लुकाएर गुम्साएर राख्नु पर्दैन, किनभने हामी आएका छौं, तपाईहरूको माझमा आइपुगेका छौं। तपाईहरू भित्रै लुकेर अनि गुम्सेर रहेका प्रतिभाहरूलाई स्थान दिन, साथै गीत संगीत अनि साहित्यको विकास गर्नको लागि कार्यक्रम फेसबुकदेखि रेडियोसम्म लिएर तपाईसँग पनि कुनै न कुनै प्रतिभा त अवश्य पनि छ र तपाईले आफूमा भएको प्रतिभालाई आफ्नै आवाजबाट आम श्रोतामाझ पुर्याउन चाहनुहुन्छ भने तपाईले राप्ती लोक साहित्य कला केन्द्रका अध्यक्ष रामप्रसाद सुवेदी संगमसँग सम्पर्क गर्न सक्नुहुनेछ। श्रोता मित्र, हामीले यति बेला भने एउटा सांगीतिक विश्राम राख्न चाहन्छौ। सांगीतिक विश्रामपछि बिदा माग्नको लागि आउने नै छौं। यति बेला भने स्वीकार्नुहोस् यो मिठो गीत। बिछोडको करौतीले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। बिछोडको करौतीले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। एउटा बाटो परदेश, अर्को घर देश, परदेशी र घर देशीको कहिले होला भेटा। बिछोडको करौतीले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। हेलो, सबलाई पुरा गीत गाउने मुड चलिरहेछ। मरुभूमि
बालुवामा सपनाको खेती मरुभूमि बालुवामा सपनाको खेती सिँचाइ हुँदै बगेको छ पसिनाको नदी आँखै भरि उनकै तस्बिर मनमा रोदी मादल आँखै भरि उनकै तस्बिर मनमा रोदी मादल बाहिर फल्ने चर्को घाम छ भित्र कालो बादल बिछोडको करौतीले काट्नु मनै काट्यो जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो म हजुरलाई पुगेपछि फोन गर्छु है बाई थाहै हुन्न कुन बाटोले भिरतिर लान्छ थाहै हुन्न कुन बाटोले भिरतिर लान्छ सुखका दिन आउने हो कि तिर तान्छ आशा बोकी जानेहरू लास बनि आउँछन् आशा बोकी जानेहरू लास बनि आउँछन् कोहीका सुदिन पिछन् कोहीले पाउनु दुःख पाउँछन् बिछोडको करौतीले काट्नु मनै काट्यो जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो बिछोडको मित्र हामी समयमा उपस्थित भएपछि समयमा नै छुटिएर जानुपर्ने हुन्छ र आजको हाम्रो कार्यक्रमको लागि भनेर छुट्याइएको निर्धारित समय पनि सकिसकेको उताबाट दाजुले संकेत गर्दै हुनुहुन्छ अब भने हामी तपाईहरु माझबाट छुटिएर जानुपर्ने हुन्छ र आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो उस्तै सल्लाह सुझाव अनि प्रतिक्रियाको लागि फेसबुकको साथी सर्च गर्ने ठाउँमा गएर नेपाली अक्षरमा राप्ती लोक साहित्य कला केन्द्र लेखेर सर्च गरी प्राप्त पेजलाई लाइक गरेर पेजको मेसेज बक्समा गएर आफ्नो सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। त्यस्तै सञ्चालक समितिका अध्यक्ष रामप्रसाद सुवेदी संगमसँग पनि सम्पर्क गरेर सल्लाह सुझाव दिन सक्नुहुनेछ। यदि तपाईले कुनै कारणवश यस कार्यक्रम सुन्न छुटाउनु भएको छ भने पनि तपाईले युट्युबको सर्च गर्ने ठाउँमा गएर कार्यक्रम फेसबुकदेखि रेडियोसम्म सर्च गरी तपाईले कार्यक्रमका जुनसुकै श्रृंखलाहरू पनि भेटाउन सक्नुहुनेछ र तपाईले चाहेको बेलामा डाउनलोड गरेर सुन्न पनि सक्नुहुनेछ। तपाईहरू पनि आफ्नो प्रतिभा जस्ताको तस्तै पुर्याउन चाहनुहुन्छ भने पनि सञ्चालक समितिका अध्यक्ष रामप्रसाद सुवेदी संगमसँग सम्पर्क गर्न सक्नुहुनेछ। हस्त आजलाई कार्यक्रमबाट विदा भएर जानै पर्छ। विदा भएर जानुभन्दा अगाडि यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रम व्यवस्थापन गरेर सहयोग गर्ने राप्ती लोक साहित्य कला केन्द्र परिवारलाई पनि धन्यवाद दिन चाहन्छु र यतिन्जेलसम्म मेरो आवाज तपाईको मोबाइलको सेट अनि रेडियोको सेटसम्म पुर्याउन मद्दत गर्नुहुने प्राविधिक दाजु यान्दी निर्दोषलाई पनि विशेष धन्यवाद दिँदै अर्को सातासम्मको लागि म कार्यक्रम सञ्चालिका सुनिता विश्वकर्मालाई पनि बिदा दिनुहोस्। तपाईको आजको दिन स्वस्थ रहोस्, मस्त रहोस्, गीत संगीत र साहित्यलाई माया गर्नुहोस्, साथमा राप्ती लोक साहित्य कला केन्द्रलाई माया गर्नुहोस् अनि सुन्दै गर्नुहोस् रेडियो हापुरे 89.4 मेगाहर्ज। नमस्कार, शुभ दिन, शुभ साता।